दर्शकवृन्द नमस्कार। रेडियो बेलाकामा सम्पूर्णलाई हार्दिक स्वागत छ। म आरजे प्रवीण बान्तबाराई। यति बेला हामी उदयपुर जिल्लाको बेलका नगरपालिका 4 मा रहेको श्रीजन्ता नमुना मावि गुरुङ चौरीको यो प्राङ्गणमा रहेका छौँ र यस विद्यालयसँग सम्बन्धित विशेष कुराकानी हामी प्रसम्बर सरसँग गरिसकेका छौँ र केही यहाँको व्यवस्थापकीय पक्षको बारेमा कुराकानी गर्नका लागि यस विद्यालयका विशेष अध्यक्ष मनोज तामाङ सर मसँग यति बेला हुनुहुन्छ। उहाँसँग हामी केही यस विद्यालय व्यवस्थापन समितिको बारेमा कुराकानी गर्नेछौँ। सबैभन्दा पहिला हाम्रो यस विद्यालयका विशेष अध्यक्ष हाम्रो मनोज तामाङ सरलाई हार्दिक स्वागत गर्न चाहन्छु। यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद। बेलकामा एउटा नमुना विद्यालयको स्थापना गर्न अथवा यो नमुना विद्यालय चाहिँ बनाउन सफल हुनुभएको छ, यसमा तपाईँलाई हार्दिक बधाई छ। तपाईँहरूको यो विद्यालयलाई हामीले चाहिँ निकै नजिकबाट पनि टाढाबाट पनि हामीले निहालिरहेका छौँ। यसको डिपिआर गर्नुभएको छ, निकै आकर्षित तरिकाले गर्नुभएको छ। यहाँ हामी वरिपरि अझै पनि केही संरचनाहरू भवनहरू बनिरहेको देखिरहेका छौँ। समग्रमा विद्यालयको अब आगामी दिनमा यसलाई विस्तार गर्नको लागि र यसलाई अझै बढाउनको लागि के कामहरू गर्दै हुनुहुन्छ संक्षिप्तमा भनिदिनुहोस् न। धन्यवाद बेलाका एफएमलाई र यहाँलाई स्वागत पनि छ। हामीले हाम्रो मास्टर प्लान हैन गुरु योजना अन्तर्गत चाहिँ हामीले अहिले जुन यो भवनहरू यहाँ चाहिँ 12 कोठे भवन यहाँ देखिरहनु भएको छ। अर्को नयाँ भवन पनि देखिरहनु भएको छ। अहिले विशेष त हाम्रो विद्यार्थीहरूको बढी चाप भएको कारणले गर्दाखेरि हैन अब यो भवनहरूलाई नै चाहिँ विद्यार्थी बस्नलाई पहिलो कुरा चाहिँ भवनको आवश्यक पर्ने भएकोले हाम्रो ती कामहरू चाहिँ एकदम तीव्र गतिमा अगाडि बढिरहेछ। तपाईहरुले देखिरहनु भएको छ हैन। गर्मीको मौसम छ। हाम्रो चाहिँ अब एसी हामीले जोडिरहेछौँ सबै रुमहरूमा हैन। त्यहाँ चाहिँ बच्चाहरूलाई अब चाहिँ गर्मी महिनामा धेरै गर्मी नहोस् र चाहिँ एसीबाट चाहिँ एसीको सुविधा एकदम सम्पन्न र तरिकाले चाहिँ बच्चाहरूलाई यहाँ पढ्ने लेख्ने हामीले वातावरण बनाइरहेका छौँ। अर्को कुरा र हामीले चाहिँ यो अब यो जुन यो लाइन छ नि अब 3 फेजको लाइन पनि हामीले जोडिरहेका छौँ। त्यसमा चाहिँ निकै राम्रै त्यो पहल गरेर अहिले यो नभए अन्य उसले चाहिँ यो एसी नचल्दो रहेछ त्यो तरिकाले हामी अगाडि बढेका छौँ। अर्को कुरा चाहिँ हाम्रो अब यहाँ प्रशासकीय भवन बन्दैछ हैन नयाँ। हामीले त्यो चाहिँ अब स्टाफहरू लगायत अब सम्पूर्ण उहरूलाई हैन। त्यसपछि तपाईले देखिरहनु भएको छ जनता नमुना माविमा चाहिँ यहाँ ल्याब हैन। अहिले ल्याब टेस्ट चाहिँ यो चाहिँ यहाँ हुन्छ। हामीले त्यो कुराहरूको पनि व्यवस्थापन गरेर र हाम्रो अर्को चाहिँ अब यता चाहिँ छात्रको चाहिँ अब भवनहरू बन्न बाँकी छ। हामी त्यो प्रोसेसलाई पनि अगाडि बढाइरहेका छौँ यहाँ होस्टेलमा बस्न लागि विद्यार्थीहरूलाई। त्यसपछि हामी क्यान्टिनको पनि हाम्रो संरचना छ हैन। क्यान्टिन पनि को भवनहरू बन्ने छ यहाँ। त्यसपछि चाहिँ हामीले हाम्रो हलहरू प्यारेन्ट्सहरूको चाहिँ हैन अभिभावकहरू एउटा भेला हुने त्यो किसिमको हल पनि हामीले यहाँ सञ्चालनमा त्यो बनाउने चाहिँ हाम्रो त्यो डिपिआरमा हामीले त्यो प्लानहरू अगाडि बढाइरहेका छौँ। त्यसपछि तपाईँले देखिरहनु भएको छ हैन। यहाँ हामीले एकाडेमी पनि सञ्चालन गरेका छौँ। आज चाहिँ देशैभरिको बच्चाहरू सेलेक्टेड गरेर आज यहाँ हामीले एकाडेमी सञ्चालन गरेका छौँ। खेलकुद क्षेत्रलाई पनि एकदम तीव्र गतिमा अगाडि बढाइरहेका छौँ। यहाँ अहिले 17 जना हाम्रो नानीहरू हैन हाम्रो बच्चाहरू चाहिँ एकदम त्यसमा चाहिँ छात्राहरू हैन उहाँहरू चाहिँ अब अहिले ट्रेनिङमा यहाँ पढ्दै यहीँ चाहिँ नि सबै पढ्ने यहीँ बस्ने यहीँ खाने हैन सबै सेवा सुविधाहरू चाहिँ त्यो किसिमको वातावरण बनाए। एकाडेमी भनेपछि अब हैन अब त्यो चाहिँ एन्फाको त्यसपछि विद्यालयको र नगरपालिकाको साथ सहयोग छ। हामी त्यो ढङ्गले अगाडि बढेका छौँ। अहिले तपाईको विद्यालयमा करिब 1600 भन्दा माथि विद्यार्थी संख्या हुनुहुन्छ। अझै यो वर्ष विद्यार्थी थप्ने कोसिसमा हुनुहुन्छ र केही नयाँ कोर्सको पनि यहाँनिर चाहिँ सुरुवात गर्दै हुनुहुन्छ। यतिका धेरै विद्यार्थीहरूको लागि एउटा स्कुलमा व्यवस्थापन कसरी गरिरहनु भएको छ, हेरचाहदेखि हरेक कुराहरू हुन्छन्। ती सँगसँगै तपाईँले जति पनि भन्नुभएका ती आगामी योजनाहरू गुरु योजनाहरू तपाईँको रणनीतिहरू छन् त्यसलाई पुरा गर्नको लागि कसरी चाहिँ तपाईँले आफ्नो पहल कदमीहरू चालिरहनु भएको छ? अब पहिलो कुरा त हामीले मैले अघि पनि भने व्यवस्थापन पक्ष पाटो चाहिँ हाम्रो गुणस्तर शिक्षा दिने
भन्नुको लागि पहिलो चाहिँ यो भित्रको संरचना नै गुणस्तरीय हुनु पर्यो हैन। त्यो कारणले अहिले हामीले चाहिँ अब यो संरचना जुन भवनहरू चाहिँ कम्प्लिटली गरिसकेपछि बच्चाहरू अहिले 1600 का हाराहारीमा चाहिँ हामीले 2 शिफ्ट गरेका छौँ, बिहान र दिउँसो गरेर हैन। बिहान मर्निङ टाइम, त्यसपछि 10 बजेपछि चाहिँ गएर 2 शिफ्टमा चाहिँ हामीले अब बच्चाहरूलाई अध्ययन पढाइमा चाहिँ त्यो ढङ्गले अगाडि बढाइरहेका छौँ। अर्को कुरा चाहिँ हाम्रो अब सबै बच्चाहरू हैन अब चाहिँ नर्सरीदेखि तर बाल शिक्षादेखि 10 सम्म 11, 11, 12 सम्म चाहिँ हाम्रो चाहिँ प्रत्येक कक्षामा 2 जना टिचरहरू राखेर प्रत्येक रुममा के छन् हैन शिक्षाको बारेमा बुझ्ने पढाउने। उहाँहरूको चाहिँ अब स्वास्थ्यकै हिसाबले पनि हाम्रो चाहिँ अब स्टाफ नर्सै हुनुहुन्छ, हामीले राखेका छौँ छुट्टै हैन। त्यो दरबन्दी नै छ यहाँ स्टाफ नर्सको, हामीले त्यो ल्याएका छौँ। अब उहाँले चाहिँ हैन यहाँको बच्चाहरूको स्वास्थ्य अवस्था के छ, बच्चाहरूको चाहिँ कुन बच्चा के भइरहेछ, किन अवस्थामा छ, त्यो टिचरदेखि लिएर चाहिँ हाम्रो स्टाफ नर्ससम्मको चाहिँ निगरानीमा छ। त्यो कारणले बच्चाहरूलाई चाहिँ हामीले त्यो ढङ्गले त्यो वातावरण बनाइरहेछौँ। अब हाम्रो चाहिँ अहिले विशेष गरी त अब 1600 पनि यसपालि क्रस गर्ने, म पनि अभियानमा जाँदाखेरि अब हामीले यहाँ चाहिँ नि निःशुल्क साइन्स क्लास सञ्चालनमा ल्याएको छौँ। यो चाहिँ मैले बारम्बार भनेको छु। मैले यो नमुना मावि गुरुङ चौरीको लाई नमुना यो चाहिँ बनाउँछु भनेर भन्दाखेरि त्यो चाहिँ मान्छेले पत्याउनु भएको थिएन हैन। यो चाहिँ काल्पनिक कुरा हो हैन, यो चाहिँ हुन नसक्ने कुरा हो भन्नुभएको थियो हैन। अब हामीले चाहिँ हाम्रो कुरा के हो, असम्भव भने दुनियाँमा केही पनि छैन, त्यसलाई सम्भव बनाएर देखायौँ। त्यसपछि हामीले साइन्स निःशुल्क भन्यौँ। साइन्स किन निःशुल्क भन्ने, तपाईँको चाहिँ नि हाम्रो समाज, हाम्रो चाहिँ सोसाइटी हिजो हैन यो साइन्स चाहिँ विद्यार्थीहरू गरिबीको कारणले पढ्न पाएका थिएन क्या। जोसँग पैसा छ, जो सम्पन्नशाली व्यक्तिहरू छ, उहाँहरूले चाहिँ पढ्न पाउने हैन, पढ्न सक्ने ल्यागत राख्ने भनौँ न। अब पैसा नहुने क्षमता छ तर उहाँसँग पैसा छैन, यो त्यस्तो विद्यार्थीहरू त धेरै चाहिँ छुटेको, पढ्न नपाएको। हामीले ती कुराहरूलाई चाहिँ रिसर्च गऱ्यौँ। हेर्नुहोस्, ती कुरालाई रिसर्च गरेपछि हामीले अब यसलाई चाहिँ यसो गरेर हामीले व्यवहारमा उतारौँ भइसकेपछि निकै राम्रो लगानी नै छ हैन। साइन्स निःशुल्क त्यत्रो चाहिँ अब एकजना टिचर बराबर तपाईँको चाहिँ नि 50-60 हजार उहाँहरूको तलब छ भनेपछि एकदम धेरै नै महँगो लगानीमा हैन। अब एमएससी डिग्री होल्डर चाहिँ साइन्सको टिचरहरू चाहिँ राखेर हामीले बच्चाहरूलाई निःशुल्क साइन्स एकदम गुणस्तरीय हैन। गुणस्तरको विषयमा त हामीले भन्नै परेन। अब मास्टर गरेको एमएससी गरेको टिचरहरू भनेको साइन्सको अब यहाँ आइएससी पाइन कति गाह्रो थियो हैन। अहिले त्यो लेभलको टिचरहरू चाहिँ उहाँहरूलाई पढाइरहनु भएको छ। यो चाहिँ हामीले अब व्यापक रूपमा हामीले चाहिँ गरे पनि यसलाई चाहिँ यो त्यति प्रभाव भएन, तर हामीले चाहिँ अहिले यी सूचनाहरू चाहिँ गइरहेको छ। अर्को कुरा, पहिलो कुरा चाहिँ त्यसपछि हाम्रो अब व्यवस्थापन पक्ष अब हाम्रो गाडीहरू चाहिँ अहिले 2टा छ, हामी 2टा थप्नेवालामा छौँ हैन। अब अहिले चाहिँ विद्यार्थीहरूको चाप पनि बढिरहेछ, सबै स्कुलबाट चाहिँ आउने। पहिलो कुरा किन यहाँ आउने भन्ने कुरा चाहिँ हुन्छ। यहाँ चाहिँ व्यवस्थापन पक्षलाई पनि हामीले म्यानेजमेन्ट गरिरहेका छौँ हैन। बच्चाहरूको चाहिँ शिक्षाको कुरा, स्वास्थ्यको कुरा हैन, खेलकुदको कुरा हैन। मैले अघि यहाँ अलिकति छुट्याएँ, तपाईँको यहाँ चाहिँ अब फुटबल खेल्नेलाई फुटबल, भलिबल खेल्नेलाई भलिबल हैन, त्यसपछि ब्याडमिन्टन खेल्नेलाई ब्याडमिन्टन, त्यसको त्यो कोर्ट त्यो सबैको चाहिँ नि तपाईँको यहाँ डिपिआर छ भनेको छ। हेर्नुहोस् हैन, के खेल्छन् बच्चाको रुचिअनुसार हैन। अब चाहिँ बच्चाहरू अब कोही डान्सिङ भन्छ भने हामी शुक्रबार अतिरिक्त क्रियाकलापहरूको त अन्तर्गत त्यो पनि गराइरहेको छौँ हैन। उनीहरू गायनमा सिङ्गिङ भन्छ भने सिङ्गिङमा अनि बच्चाको रुचि के छ त्यो अनुसार चाहिँ हामीले यहाँको बच्चाहरूलाई चाहिँ बिल्डअप गरिरहेका छौँ। अब त्यो तरिकाले हामीले अगाडि बढाइराखेको कारणले गर्दाखेरि पनि त्यो म्यासेज त व्यापक रूपमा गए हैन। हामीले अहिलेसम्म चाहिँ भर्ना अभियान भनेर ठुलो अभियान पनि हामीले त्यति त गरेका छैनौँ, तर पनि बच्चाले बुझ्छ। किनभने अब हामीले पहिलो कुरा त गुणस्तर दिने हो हैन। गुणस्तर मैले अघि पनि शिक्षा दिने हो पहिलो कुरा। अब उनीहरूको शिक्षा सँगसँगै स्वास्थ्य, उनीहरूको त्यो स्वास्थ्यको पनि ख्याल गर्नु पर्यो नि बच्चाको हैन। उनीहरूको खानपिन, उनीहरूको चाहिँ पढाइ लेखाइदेखि लिएर सबै कुरामा चाहिँ हामीले यहाँ एकदम
एकदम चाहिँ तपाईँको स्वतन्त्र तरिकाले मैले भने अघि नै अब यहाँ चाहिँ नि सायद यो उसमा उदयपुरमा एसी भएको एसी जडान भएको चाहिँ विद्यालय भनेको यही गुरुङचोरी हो हैन यो प्रथम र यही गुरुङचोरीको नेपालको पहिलो सामुदायिक विद्यालय जो हामीले निःशुल्क साइन्स पढाउँदैछौँ हैन सिभिल इन्जिनियरिङ यही छ मैले हरेक ठाउँमा भनेको छु इन्जिनियरिङ पढ्दाखेरि हिजो हामी काठमाडौँ जानु पर्थ्यो धरान जानु पर्थ्यो आज आफ्नै घरको खाना खाएर एकदम तपाईँको चाहिँ एकदम सस्तो उसमा लगभग निःशुल्क जस्तो हैन निःशुल्क जस्तो चाहिँ अध्ययन गर्न पाउने हामीले त वातावरण यहाँ बनाएको छौँ हैन त्यो बनाएको छौँ त्यो कारणले यिनै म्यासेजहरुकोले कारणले गर्दाखेरि अलिकति विद्यार्थीहरुको चाहिँ चाप यसपालि बढ्ने र धेरै विद्यार्थीहरु चाहिँ +2 देखि लिएर सिभिल इन्जिनियरिङ देखि लिएर साइन्स पढ्नुदेखि लिएर अन्य चाहिँ अब नेपाली र अब अंग्रेजी माध्यम छन् हैन अब रुचि अनुसार विद्यार्थीलाई कुन माध्यम पढ्ने आफ्नो उहाँहरुको रुचि उहाँहरुको इन्टेन्सन के छ त्यो अनुसार चाहिँ हामीले विद्यार्थीको रुचि अनुसार नेपाली माध्यम पढ्ने नेपाली माध्यम अंग्रेजी माध्यम पढ्नेलाई अंग्रेजी माध्यम त्यो किसिमको चाहिँ वातावरण बनाएर हैन अब सबै टिचरहरु चाहिँ एकदम एक्टिभ बनाएर हाम्रो चाहिँ उद्देश्य हाम्रो चाहिँ के छ भने प्लानिङ अब मुस्कान सहितको शिक्षा हैन उहाँहरु कहाँ के गर्नुहुन्छ त आफ्नो इन्टेन्सन हो तर यो 10 to 4 जब यहाँबाट यो फिल्डबाट गेटबाट यहाँ पसिसकेपछि तनावमुक्त भएर उहाँहरु एकदम रिफ्रेश भएर हैन यहाँ बच्चाहरुलाई नानीहरुलाई केटाकेटीहरुलाई चाहिँ शिक्षा दिने एउटा वातावरण हामीले सिर्जना गरिरहेका छौं बनाइरहेका छौं र त्यही मोडालिटीमा अहिले हामी अगाडि बढिरहेका छौं तपाईहरुको यतिका धेरै भिजन अथवा आफ्नो उद्देश्य अथवा चाहिँ आफ्नो गुरु योजनाहरु छन् र त्यसलाई पूरा गर्नको लागि तत्पर यसरी लागि परिरहनु भएको छ यो तपाईहरुको जुन उद्देश्य जुन गुरु योजना अनुसार आफ्नो यो विद्यालयलाई अझै राम्रो बनाउनको लागि चाहिँ यहाँका स्थानीय र अभिभावकसँग कस्तो खालको अपेक्षा राख्नु भएको छ अब स्थानीयसँग त हामीले स्थानीयको चाहिँ यो मैले जहिले पनि भने चाहिँ स्थानीयले एकदम इन्भाइरोमेन्ट सामाजिक वातावरण सहज बनाइदिने त्यहाँनिर मैले नगर सरकार अथवा सरकार पनि जोड्न चाहे ठीक छ हैन अब स्थानीय इन्भाइरोमेन्ट चाहिँ एकदम राम्रो हुनुपर्छ वरिपरि वातावरण अब बच्चाहरु चाहिँ होस्टलमा छन् अहिले हैन एकाडेमीको बच्चाहरु उहाँहरुलाई चाहिँ सहानुभूति दिनु पर्यो उहाँहरुलाई चाहिँ यहाँ अब खुल्ला यहाँ सरहरु चाहिँ सबै वरिपरि बस्नु भएको छ हैन उहाँहरुलाई पनि एकदम वातावरण राम्रो छ हैन त्यो इन्भाइरोमेन्ट चाहिँ एकदम सामाजिक वातावरण एकदम राम्रो बनाउने उहाँहरुको दायित्व पर्छ र अर्को कुरा चाहिँ अब अन्य कुराहरु यहाँको संरचनाहरुलाई चाहिँ हामीले कसरी फुलफिल गर्ने भन्ने कुराहरु चाहिँ अब त्यो चाहिँ एकदम तपाईको कस्तो छ भने अब स्थानीय सरकार पनि जोडिन्छ हैन स्थानीय सरकार जोडिन्छ यहाँ वाडा जोडिन्छ हैन त्यसपछि प्रदेश सरकार जोडिन्छ संघीय सरकार जोडिन्छ अन्य चाहिँ दाताहरु पनि जोडिन्छ हैन उहाँहरुसँग चाहिँ अब हामीले पहल कदमीहरु अगाडि बढाइरहेका छौं हैन अब कसैले दिन्छु भन्छ कसैले के भन्नुहुन्छ अब सामाजिक रूपमा यही चन्दा उठाएर हिजो यो स्कुललाई यही समाज हो हैन हाम्रै चाहिँ समाज हो चन्दा बटुलेर स्थापना गरेको विद्यालय हो र यो विद्यालय हो त्यति दुःखले मेहनतले हुर्काएको विद्यालय लगभग 0 मा आइसकेको थियो हैन हिजोको चाहिँ 0 अवस्थामा थियो यही विद्यालय आज यही विद्यालय आज चाहिँ देशको एउटा नमुनाको रूपमा स्थापित भएर आज देशैभरि एउटा चाहिँ मेसेज छर्न सफल भएको छ यसमा चाहिँ समाजदेखि लिएर स्थानीय अभिभावकहरुदेखि लिएर स्थानीय सरकारदेखि लिएर प्रदेश संघीय सरकारसँग पनि हामीले एउटा अपेक्षा गर्छौं हामीले उहाँहरुको साथ सहयोग चाहिँ खोज्छौं त्यति बेला चाहिँ उहाँहरुको साथ सहयोग पूर्ण रूपमा भइरहेछ र भइरहन्छ र हामीले त्यो पहल कदमी हामी जारी राख्ने छौं र त्यही अनुसार चाहिँ यसलाई अब भोलि चाहिँ मैले अघि पनि भने हैन अब यो सबै संरचनाहरु चाहिँ हामी डिजिटल प्रणालीमा लाने सोच पनि बनाएको थियौं हैन अब र पनि त्यो नभए पनि अब जुन भवनहरु चाहिँ अब यहाँ देखिरहनु भएको छ ठुलठुलो भवनहरु हैन यिनलाई चाहिँ त्यही किसिमको संरचनाहरुलाई अगाडि बढाएर अब सबैको साथ सहयोगले नै विद्यालयलाई चाहिँ एकदम उच्च गुणस्तरीय मात्रै हैन उच्च गुणस्तरीय त्यो उच्च गुणस्तरीय बनाउनको निम्ति चाहिँ अभिभावकहरु पनि त्यतिकै लगनशीलता हुनु पर्यो
बच्चाहरूलाई हामीले चाहिँ कहिलेकाहीँ म सबै चाहिँ शिक्षकहरूसँग सबै स्टाफहरूलाई राखेर पनि होइन हाम्रो चाहिँ छलफल हुन्छ मिटिङ हुन्छ उहाँहरूको कुराहरू हामी लिन्छौँ अब बच्चाहरू प्रत्येक रुममा म गएर चाहिँ बच्चाहरूको आवश्यक के हो के उनीहरूको दुःख सुख पीडा हरेक कुराहरू चाहिँ एउटा अभिभावकको रूपमा मैले उहाँहरूसँग चाहिँ क्लासै म कहिलेकाहीँ क्लास पनि दिन्छु सबै क्लासमा गएर म अब्जर्भ गर्छु उहाँहरूलाई पढाउँछु उहाँहरूबाट कुराहरू लिन्छु होइन एउटा फेमिलियर वातावरणमा चाहिँ घुलमेल गरेर उनीहरूबाट धेरै कुराहरू म लिन्छु अनि ती कुराहरूलाई लिएर चाहिँ अनि त्यसपछि उहाँहरूको सल्लाहमा यो गरिदिनु पर्यो यो गरिदिनु पर्छ यस्तो सबै चाहिँ टिपोटहरू आउँछ उहाँहरूबाट सल्लाह सुझावहरू आउँछ त्यही सल्लाह सुझावलाई लिएर अगाडि बढ्छौँ र चाहिँ भोलि बच्चाहरूलाई चाहिँ होइन हामीले यहाँ चाहिँ गुणस्तर मात्रै होइन उच्च गुणस्तर दिएर हैन यसलाई चाहिँ यो देशकै एउटा नमुना विद्यालय बनाउने चाहिँ योजनामा हामी अगाडि बढिरहेको छौँ अहिले समग्र रूपमा विद्यालयको बारेमा जानकारी गराइदिनु भयो यहाँलाई धन्यवाद छ धन्यवाद प्रवीण सर लगायत बेलका एफएम परिवारलाई धन्यवाद दिन चाहन्छु